आजको यो निर्णायक कार्यक्रमको प्रमुख रेफ्रीमा हुनुहुन्छ होम पुन बागलुङ। त्यसैगरी आजको दोस्रो रेफ्रीमा हुनुहुन्छ मिलन सन्ध्याल बागलुङ। आज यो पुरुषतर्फको फाइनल म्याचमा कोर्ट ए तर्फ हुनुहुन्छ रुबीभ्याली गाउँपालिका धादिङ प्रकाश तामाङ टिम क्याप्टेन जर्सी नम्बर 7, लोकेन्द्र तामाङ जर्सी नम्बर 6, उपेन्द्र तामाङ जर्सी नम्बर 2, सुरेन्द्र तामाङ जर्सी नम्बर 8, अब्राम तामाङ जर्सी नम्बर 4, लोकेश तामाङ जर्सी नम्बर 9, सागर तामाङ जर्सी नम्बर 10। कोर्ट बी तर्फ हुनुहुन्छ रोशन मगर टिम क्याप्टेन जर्सी नम्बर 6, विशाल ढुङ्गे जर्सी नम्बर 2, माइकल आर्य जर्सी नम्बर 8, दिपेश भुजेल जर्सी नम्बर 9, संजोग महत जर्सी नम्बर 5, बाबुराम परियार जर्सी नम्बर 4, अशोक तामाङ जर्सी नम्बर 3। टिम कोचमा हुनुहुन्छ राम सुनुवा। अब भने हाम्रो प्रतिष्ठित फाइनल गेम सुरु हुन गइरहेको छ। असिस्टेन्ट स्कोरर हुनुहुन्छ श्रीबहादुर मगर। त्यसैगरी स्कोरशीटमा हुनुहुन्छ रोजिला थापा। सर्भिसमा रितु तामाङको दर्शन नम्बर 8 माइकल आले। जर्सी नम्बर 7 प्रकाश तामाङको तर्फबाट नम्बर रुबीभ्याली आदिलाई 1-0। जर्सी नम्बर 6 रोशन मगरको तर्फबाट अङ्क रितु तामाङको सिराई 1 बराबर। यसरी वर्कआउट हुन पुगेको छ। यसको फाइदा रुबीभ्याली गाउँपालिका धादिङलाई नम्बर 2-1। सर्भिसमा जर्सी नम्बर 7 प्रकाश तामाङ। जर्सी नम्बर 9 दिपेश भुजेलको तर्फबाट नम्बर 2 बराबर। सर्भिसमा टिम क्याप्टेन रोशन मगर। स्ट्राइक रितु तामाङको तर्फबाट नम्बर 3-2। दर्शक महानुभावहरू, तपाईहरूले यो गेमको भिडियो कैद गर्दाखेरि फ्ल्यास लाइट अफ गरेर मोबाइलको फ्ल्यास लाइट अफ गरेर मात्रै गरिदिनु न म अनुरोध गर्न चाहन्छु। यसै नम्बर रितु तामाङको सियामे साहबलाई नम्बर 4-2।
स्ट्राइक गर्न असफल यसको फाइदा रुबियाली गाउँपालिका धादिङलाई नम्बर 3-4 रेफ्रीद्वारा लाइन क्रसको इसारा यसको फाइदा तिखो तामापछि राणे साहबलाई नम्बर 5-3 उत्कृष्ट स्ट्राइक जर्सी नम्बर 9 मुकेश तामाङको तर्फबाट नम्बर रुबियाली गाउँपालिका धादिङलाई 4-5 स्पाइक नेटबाट असफल यसको फाइदा तिखो तामाङसी गाउँपालिका राणे साहबलाई नम्बर 6-4 स्ट्राइक नेटबाट असफल यसको फाइदा तिखो तामाङसी गाउँपालिका राणे साहबलाई नम्बर 7-4 उत्कृष्ट स्ट्राइक त्यसैगरी नम्बर रुबियाली गाउँपालिकालाई नम्बर 5-7 रेफ्रीद्वारा नेटवर्कको इसारा यसको फाइदा तिखो तामाङसी गाउँपालिका राणे साहबलाई नम्बर 8-5 स्पाइक टिम क्याप्टेन प्रकाश तामाङको तर्फबाट यसको फाइदा रुबियाली गाउँपालिका धादिङलाई नम्बर 6-8 उत्कृष्ट स्पाइक तिखो तामाङसी राणे साहबको तर्फबाट यसको फाइदा तिखो तामाङसी राणे साहबलाई नम्बर 9-6 उत्कृष्ट ब्लक सँगै नम्बर तिखो तामाङसी राणे साहबलाई नम्बर 10-6 टाइम आउट बाई रुबियाली गाउँपालिका धादिङ स्वयंसेवक साथीहरू पानीको व्यवस्थापन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु उत्कृष्ट टिम क्याप्टेन रोशन बगरको तर्फबाट यसको फाइदा तिखो तामाङसी गाउँपालिका राणे साहबलाई नम्बर 11-6 लम्बु र डल्लोमा त फरक पर्छ स्ट्राइक आउट हुन पुगेको छ यसको फाइदा तिखो तामाङसी गाउँपालिका राणे साहबलाई 12
6 डिबी त गए जस्तो छ डिबी गए जस्तो छ डिबी चलाकीपूर्ण प्लेसमेन्ट यसको फाइदा दुईखानी गाउँपालिका धादिङलाई नम्बर 7-12 रेफ्रीद्वारा फलको इसारा यसको फाइदा दुईखानी गाउँपालिकालाई नम्बर 8-12 उत्कृष्ट स्पाइक क्याप्टेन प्रकाश तामाङको तर्फबाट नम्बर रुबिगानीलाई 9-12 उत्कृष्ट ब्लक रुबिगानीको तर्फबाट यसको फाइदा रुबिगानी गाउँपालिका धादिङलाई नम्बर 10-12 उत्कृष्ट स्पाइक जर्सी नम्बर 9 दिपेश भुजेलको तर्फबाट यसको फाइदा लिखु तामाङको गाउँपालिका रामेछापलाई नम्बर 13-10 सर्भिस राउन्ड हुन पुगेको छ यसको फाइदा रुबिगानी गाउँपालिकालाई नम्बर 11-13 यससँगै नम्बर प्राप्त गर्न सफल लिखु तामाङको गाउँपालिका रामेछाप नम्बर 14-11 सर्भिसमा जर्सी नम्बर 6 रोशन मग जर्सी नम्बर 4 बाट निकै उत्कृष्ट प्रेसिडेन्टसँगै नम्बर रुबिगानी गाउँपालिका धादिङलाई 12-14 उत्कृष्ट स्पाइकसँगै नम्बर थप्न सफल लिखु तामाङको गाउँपालिका नम्बर 15-12 राम्रो उत्कृष्ट स्पाइक यससँगै नम्बर रुबिगानी गाउँपालिका धादिङलाई 13-15 रेफ्रीद्वारा फलको सङ्केत त्यससँगै नम्बर रुबिगानी गाउँपालिका धादिङलाई नम्बर 14-15 स्पाइक आउट हुन पुगेको छ यसको फाइदा रुबिगानी गाउँपालिका धादिङलाई स्कोर गोलमा नम्बर 15 बराबर हाम्रोमा त्यो त पुरै दिने मान्छे छैन त्यस भएर कता यो चार्न भाइकल आलेबाट निकै चलाकीपूर्ण प्लेसमेन्टसँगै नम्बर लिखु तामाङको गाउँपालिका रामेछापलाई
नम्बर 16-15। यसकै सर्भिस जारीमा नम्बर 16 बराबर। उत्कृष्ट स्पाइक तिकुतामाकोसी गाउँपालिकाको तर्फबाट नम्बर तिकुतामाकोसी गाउँपालिकालाई 17-16। के हो मिलाइ के हो मोबाइल त झार निकैले चलाकीपूर्ण स्पाइक रोशन मगरको तर्फबाट नम्बर तिकुतामाकोसी गाउँपालिकालाई 18-16। स्पाइक गर्न सफल। यसको फाइदा तिकुतामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 19-16। निकैले उत्कृष्ट स्पाइक टिम क्याप्टेन प्रकाश तामाङको तर्फबाट यो सँगै नम्बर रुबीबारी गाउँपालिकालाई नम्बर 17-19। निकैले उत्कृष्ट स्पाइक जर्सी नम्बर 6 टिम क्याप्टेन रोशन मगरको तर्फबाट नम्बर तिकुतामाकोसी गाउँपालिका रामेछापलाई 20-17। सर्भिसमा जर्सी नम्बर 8 माइकल आले। टिम क्याप्टेन जर्सी नम्बर 6 रोशन मगर यो प्रतियोगिताभरि नै आफू एकदम अप्पल साबित गरिरहेका छन्। तिकुतामाकोसीका जर्सी नम्बर 6 टिम क्याप्टेन रोशन मगर। सर्भिसमा जर्सी नम्बर 8 माइकल आले। त्यसैगरी रुबीबारी गाउँपालिकाका टिम क्याप्टेन प्रकाश तामाङ पनि यो प्रतियोगिताभरि नै उत्कृष्ट स्पाइकहरू प्रस्तुत गरिरहेको हामीले देखिरहेका छौँ। यो सँगै नम्बर 18-20-21। जर्सी नम्बर 4 को तर्फबाट उत्कृष्ट स्पाइक यो सँगै नम्बर तिकुतामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 22-18। स्पाइक टिम क्याप्टेन रोशन मगरको तर्फबाट आफ्नो स्कोरबोर्डमा अर्को 1 नम्बर थप्न सफल नम्बर 23-18। यो सँगै नम्बर 24 बनाउन सफल तिकुतामाकोसी रुबीबारी 18। त्यो एउटाले च्यापेको बढी यससँगै अन्तिम अङ्क जोड्न सफल तिकुतामाकोसी गाउँपालिकाले पहिलो सेट हासिल गर्न सफल भएको छ। 25 को बदला 18 ले फाइनल
फाइनल गेमको पहिलो सेट हासिल गर्न सफल दिकु तामाकोशी गाउँपालिका रामेछाप। आदरणीय दर्शक महानुभावहरू, तुक्सेश्वर गाउँपालिकाको आयोजनामा भइरहेको यो 6औं तुक्सेश्वर कप पुरुष भलिबल प्रतियोगिता बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता र नुवाकोट जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको यो अन्तिम दिनको यो अन्तिम खेल फाइनल खेल दिकु तामाकोशी गाउँपालिका रामेछाप र डुबिघारी गाउँपालिका धादिङ बीच भइरहेको छ, जसमा पहिलो सेट हासिल गर्न सफल भएको छ दिकु तामाकोशी गाउँपालिका रामेछाप। Linesman. को पहिलो अंक हासिल गर्न सफल दिकु तामाकोशी गाउँपालिका रामेछाप नम्बर 1-0। सर्भिस दर्शक नम्बर 8 माइकल आले। चलाकी पुनः स्पाइक दर्शक नम्बर 7 प्रकाश तामाङको तर्फबाट नम्बर 1 बराबर। सर्भिसमा टिम क्याप्टेन प्रकाश तामाङ। सँगै नम्बर डुबिघारी गाउँपालिका धादिङलाई नम्बर 2-1। सँगै नम्बर दिकु तामाकोशी गाउँपालिका रामेछापलाई स्कोर बोर्डमा नम्बर 2 बराबर। फेरि पनि अङ्क दिकु तामाकोशीलाई नम्बर 3-2। सर्भिसमा जर्सी नम्बर 4 बाबुराम परिया। यससँगै सर्भिस जालीमा यसको फाइदा डुबिघारी गाउँपालिका धादिङलाई नम्बर 3 बराबर। क्याप्टेन रोशन मगरको तर्फबाट उत्कृष्ट स्पाइक, यसको फाइदा
लिखु तामाकोसी गाउँपालिकालाई नम्बर 4-3। निकै नै उत्कृष्ट सर्भिस त्यससँगै स्कोरबोर्डमा अर्को 1 नम्बर थप्न सफल लिखु तामाकोसी गाउँपालिका रामेछाप नम्बर 5-3। सर्भिस आउट हुन पुगेको छ। यसको फाइदा बिहारी गाउँपालिकालाई नम्बर 4-5। सर्भिसमा जर्सी नम्बर 4 अब्राम तामाङ र यसरी सर्भिस आउट हुन पुगेको छ। यसको फाइदा लिखु तामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 6-4। स्ट्राइक आउट हुन पुगेको छ। यसको फाइदा रुबीभ्याली गाउँपालिकालाई नम्बर 5 छ। सर्भिसमा मुकेश तामाङ जर्सी नम्बर 9। क्याप्टेन चाहिँ दुईटै पोस्ट मिलियो गरेर यो दुईटा एउटै टिममा पऱ्यो डेन्जर हुनु। निकै उत्कृष्ट स्पाइक विशाल ढुङ्गेलको तर्फबाट। यसको फाइदा लिखु तामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 7-5। निकै नै उत्कृष्ट स्पाइक सुरेन्द्र तामाङको तर्फबाट नम्बर रुबीभ्याली गाउँपालिका दादिङलाई। सर्भिसमा सुरेन्द्र तामाङ जर्सी नम्बर 8 रुबीभ्याली गाउँपालिकाको तर्फबाट। र यसको फाइदा लिखु तामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 8 छ। सर्भिसमा जर्सी नम्बर 2 त्यसैले रेफ्रीद्वारा टचको इसारा। यसको फाइदा रुबीभ्याली गाउँपालिका दादिङलाई नम्बर 7-8। सर्भिस नै कोकला हाल्नु देखाउँछ सर्भिस कोकला हाल्नु भनेर देखाउँछ कि अरे अहिले हातले देखाउँछ कि सर्भिस त पालो गर्नुपर्छ नि। बाहिर उठायो क्या लिखु तामाकोसी गाउँपालिका रामेछापलाई नम्बर 9-7। चुम्बक जस्तो थियो सर्भिस स्पाइक आउट हुनु पुगेको छ। यसको फाइदा रुबीभ्याली गाउँपालिका दादिङलाई नम्बर 8-9। सर्भिसमा जर्सी नम्बर 7 टिम क्याप्टेन प्रकाश तामाङ। यसको फाइदा रुबीभ्याली गाउँपालिका दादिङलाई। स्कोरबोर्डमा यतिखेर नम्बर 9 बराबर। सर्भिसमा टिम क्याप्टेन प्रकाश तामाङ। बल सँगसँगै पुसेर छोड्दा फेरि लड्दैन छुन्छु निकै
चलाकी पुनः स्पाइक जर्सी नम्बर 9 मुकेश तामाङको तर्फबाट यसको फाइदा रुबिहानी गाउँपालिका धादिङलाई स्कोर बोर्डमा नम्बर 10-9 निकै उत्कृष्ट स्पाइक हामीले देखिरहेका छौँ टिम क्याप्टेन रोशन मगरको तर्फबाट बारम्बार खाली स्पाइक प्रयोग गरिरहनु भएको छ यसको फाइदा तामकोसीलाई 10 बराबर उत्कृष्ट ब्लक रुबिहानी गाउँपालिका धादिङको तर्फबाट नम्बर 11-10 र निकै चलाकीपूर्ण प्लेसमेन्ट मुकेश तामाङ जर्सी नम्बर 9 को तर्फबाट यसको फाइदा रुबिहानीलाई 13-11 र यसको फाइदा यो 8 नम्बरको आलेले तामाङकोसी गाउँपालिकालाई नम्बर 12-13 उता दिनु पर्दैन यो र 2 अन्जना अर्को 6 नम्बर गर्ने जर्सी नम्बर 9 मुकेश तामाङको तर्फबाट यसको फाइदा रुबिहानी गाउँपालिकालाई 14-12 नम्बर तामाङकोसीलाई 13-14 सर्भिस जालीमा यसको फाइदा रुबिहानी गाउँपालिका धादिङलाई नम्बर 15-13 आउनु पॉइन्ट अगाडि खान्छ तपाईलाई निकै उत्कृष्ट स्पाइक जर्सी नम्बर 2 विशाल ढुङ्गेलको तर्फबाट नम्बर 14-15 बल राइटबाट पुगेको छ यसको फाइदा रुबिहानी गाउँपालिकालाई सर्भिसमा जर्सी नम्बर 2 उपेन्द्र तामाङ यसको फाइदा तामाङकोसी गाउँपालिकालाई नम्बर 15-16 त्यो मिल्दैन नि त्यो छुँदैन तर भुइँमा ठोकेर छ ठोकेर छाएको केही हुँदैन नम्बर रुबिहानी गाउँपालिका धादिङलाई नम्बर 17-15 र फेरि पनि नगरेको सफल रुबिहानी गाउँपालिका धादिङ नम्बर 18-15 मेडिकलको टिम कहाँ के हो यो फाइनल गेम फाइनलै जस्तो गम्सा गम्सी भइरहेको छ यो तामाङकोसी गाउँपालिका रामेछाप र छिमेकी जिल्ला धादिङ रुबिहानी बीच निकै नै गम्सा गम्सी गेम चलिरहेको छ यतिखेर स्कोर बोर्डमा
अङ्क 18-15 डुबिफेरी गाउँपालिका 18 इकुतामकोसी गाउँपालिका 15 सर्भिसमा जर्सी नम्बर 7 टिम क्याप्टेन प्रकाश तामाङ निकै राम्रो उत्कृष्ट स्पाइक क्याप्टेन रोशन मगरको तर्फबाट स्कोरबोर्डमा 1 अङ्क थप्न सफल नम्बर 16-18 निकै चलाकीपूर्ण प्लेसमेन्ट यसको फाइदा डुबिफेरी गाउँपालिका धादिङलाई स्कोरबोर्डमा नम्बर 19-16 सर्भिसमा जर्सी नम्बर 6 लोकेन्द्र तामाङ निकै दारिलो स्पाइक जर्सी नम्बर 6 टिम क्याप्टेन रोशन मगरको तर्फबाट नम्बर 17-19 अलिअलि मान्छे कुर्ला हात अलिअलि मान्छे कुर्ला यो माइकल नम्बर इकुतामकोसी गाउँपालिका रामेछापलाई नम्बर 18-19 उत्कृष्ट स्पाइक जर्सी नम्बर 9 मुकेश तामाङको तर्फबाट यतिखेर स्कोरबोर्डमा आफ्नो अर्को अङ्क थप्न सफल 20-18 सर्भिसमा जर्सी नम्बर 4 अब्राम तामाङ उत्कृष्ट स्पाइक जर्सी नम्बर 2 विशाल ढुङ्गेलको तर्फबाट यतिखेर स्कोरबोर्डमा अर्को 1 नम्बर थप्न सफल इकुतामकोसी गाउँपालिका रामेछाप नम्बर 19-20 उत्कृष्ट स्पाइक मुकेश तामाङको तर्फबाट स्कोरबोर्डमा अर्को 1 अङ्क थप्न सफल नम्बर 21-19 चलाकीपूर्ण प्लेसमेन्ट जर्सी नम्बर 2 विशाल ढुङ्गेलको तर्फबाट स्कोरबोर्डमा नम्बर 20-21 आलु खपला माइकल स्पाइक जर्सी नम्बर 6 टिम क्याप्टेन रोशन मगरको तर्फबाट नम्बर 21 बराबर उता धेरै चेक हान्यो नि त उतापट्टिलाई यो चेक गर्छ के गर्छ त्यो फिक्सवालाले पो उत्कृष्ट स्पाइक जर्सी नम्बर 7 टिम क्याप्टेन प्रकाश तामाङको तर्फबाट नम्बर 22-21 सातमा धेरै दिन नमिल्ने भइसक्यो त्यही त मलाई दिनु हुन्छ के हाम्रो के हो नि नम्बर इकुतामकोसी गाउँपालिका रामेछापलाई 22 बराबर 22 बराबर यो त उनी भएको बराबर यो त बढी थियो एउटा परे Baby.
नम्बर रुबिखाली गाउँपालिका धादिङलाई नम्बर 23-22 जर्सी नम्बर 6 रोशन मगरको तर्फबाट यो प्रतियोगिताभर बारम्बार लारियल स्ट्राइक प्रयोग गरिरहेका छन् टिकुटाको सिकाटी क्याप्टेन रोशन मगरले समय अर्को एकभन्दा थप सफल टिकुटाको सिकापालिका नम्बर 24-23 भने लगातार ल्याए दुईटा सर्भिस पार्टी क्याप्टेन प्रकाश तामाङ त्यसैले स्कोरबोर्डमा अर्को एक नम्बर थप्न सफल टिकुटाको गाउँपालिका नम्बर 25-24 सर्भिसमा जर्सी नम्बर 4 बाबुराम कोरिया त्यसैले आफ्नो दोस्रो सेटको अन्तिम अङ्क जोड्दै 26-24 ले आफ्नो परिणाममा पार्न सफल भएको छ भने तेस्रो सेटको खेल सञ्चालन गरिरहेको छ यिनीहरूले ठोक्यो सर्भिसमा जर्सी नम्बर 2 विशाल ढुङ्गेल चाबी चाहियो तिमीलाई राउ गाइड ल्याएन तिमीले गरिसके तेस्रो सेटको पहिलो अङ्क प्राप्त गर्न सफल टिकुटाको गाउँपालिका रामेछ तपाईँ मन्त्र गर्छ कि के थाहा यताउता क्षेत्र लगाइरहेको मान्छे टिकुटाको गाउँपालिका रामेछलाई 2-0 जर्सी नम्बर 7 क्याप्टेन रोशन मगरको तर्फबाट नम्बर 3-0 नम्बर राइट भएको छ यसको फाइदा टिकुटाको गाउँपालिका रामेछलाई 4-0 मैले छोएर गएको
अरूले के गर्नु पट्टीमा राखेन नि हाम्रो के दोहोऱ्याउने होइन कि अरूले त घाममा दिन्छ हुन्छ क्या अब ऊ चाहिँ फेर्दैन यस्तो भयो लाखाले हुन्छ त्यसले लाग्ला नम्बर विगतको गाउँपालिका रामेछापलाई 5-0 अहिले झाँक्रे फौज हाल्यो झाँक्री यत्रो चाहियो अलिक झाँक्री छ झाँक्री पानी अहिले चाहिँ देखेर गयो अहिले चाहिँ देखेर गयो उता मगरको तर्फबाट यसको फाइदा विकास गाउँपालिकालाई 6-0 र फेरि पनि विकास गाउँपालिका रामेछापलाई 7-0 टाइम आउट बाई लुबिहारी गाउँपालिका धादिङ यति पनि जित्यो मेरो नि साथ ठिक्क पुग्छ कि पुरै सेट जित्यो भने ठिक्क पुग्छ कि मेरो साथ अनि गर्दैन हेर्दा के हो भन्छ यो सर्भिसमा जर्सी नम्बर 2 गाडी कहाँ गयो विशाल ढुङ्गेल नम्बर लुबिहारी गाउँपालिका धादिङलाई नम्बर 8-7 खाता बोल्यो हाम्रो गाउँ कस्तो राम्रो देख्दो रहेछ भने त गाउँमै नम्बर लुबिहारी गाउँपालिका धादिङलाई नम्बर 2-7 सर्भिसमा हाम्रो पुग्यो जर्सी नम्बर 8 फेरि पनि नम्बर लुबिहारी गाउँपालिकालाई 3-7 सर्भिसमा जर्सी नम्बर 8 सुरेन्द्र तामाङ लुबिहारी गाउँपालिका धादिङलाई नम्बर 4-7 चलाकीपूर्ण प्लेसमेन्ट जर्सी नम्बर 8 माइकल आलेबाट नम्बर तामाकोशी गाउँपालिका रामेछापलाई नम्बर 8-7 हो भने तर हाम्रो उठाउनु रोटेसनै मिलिहाल्यो रोटेसन फल भइसके नम्बर तामाकोशी गाउँपालिका रामेछापलाई नम्बर 9-7 फेरि पनि यसको राम्रो स्पाइक तामाकोशी गाउँपालिका रामेछापको तर्फबाट नम्बर 10-7 सर्भिसमा जर्सी नम्बर 7 माइकल आले 8 माइकल आले राम्रो स्पाइक अब्राम तामाङको तर्फबाट नम्बर लुबिहारी गाउँपालिकालाई नम्बर 5-10 राम्रो हुनु पऱ्यो हुन्छ कि अहिले
र यो सँगै नम्बर जितु तामाङसी गाउँपालिका रामेछाप 11 गुरुबिहारी गाउँपालिका धादिङ 5 11-5 स्पाइक आउट भइसके नम्बर जितु तामाङसी गाउँपालिका रामेछापलाई नम्बर 12-5 मैले त तेरो घर किन लिएर गर्न आइरहेको भने मैले अघि भनेको घर यसो जाने हो स्ट्राइक गेटबाट असफल यसको फाइदा जितु तामाङसी गाउँपालिका रामेछापलाई नम्बर 13-5 पारिपट्टि जान्छ स्पाइकबाट असफल यसको फाइदा जितु तामाङसी गाउँपालिकालाई नम्बर 14-5 अब हाम्रो सबैले नहुन खाइ तपाईँलाई मन लाग्यो भने तपाईँलाई कस्तो लागिरहेको छ नम्बर आउट हुन पुगेको छ यसको फाइदा जितु तामाङसी गाउँपालिका रामेछापलाई नम्बर 15-5 आफ्नो तेस्रो सेटमा दर्शकको लिड गर्दै जितु तामाङसी गाउँपालिका रामेछाप सर्भिस आउट हुन पुगेको छ यसको फाइदा गुरुबिहारी गाउँपालिका धादिङलाई नम्बर 6-15 र यो सँगै नम्बर जितु तामाङसी गाउँपालिका रामेछापलाई नम्बर 16 बोल हाने 20 जस्तो लाग्यो 1 लाख मैले गरा हो गरा फेरि पनि अङ्क जितु तामाङसीलाई नम्बर 17-6 यो तेस्रो सेटमा जितु तामाङसी गाउँपालिका रुबिनभ्याली गाउँपालिका माथि निकै नै हाबी भइरहेको छ फेरि पनि अङ्क जितु तामाङसी गाउँपालिकालाई नम्बर 18-6 जाने अब यो यसले जित्ने भने 12 को फरक गर्यो स्ट्राइक जालीबाट असफल यसको फाइदा जितु तामाङसी गाउँपालिकालाई 19-6 सर्भिस रेगुलर टिम क्याप्टेन रोशन मगर फेरि पनि अङ्क जितु तामाङसी गाउँपालिका रामेछापलाई नम्बर 20-6 यो तेस्रो सेटमा निकै नै हाबी भइरहेको देख्न सक्छौँ हामी जितु तामाङसी गाउँपालिका दक्षिण नम्बर 7 टिम क्याप्टेन प्रकाश तामाङबाट नम्बर 7 पिच जितु तामाङसी गाउँपालिकालाई 21-7 फेरि पनि अङ्क जितु तामाङसी गाउँपालिकालाई 22-7 अब 10 जाने कता
घर गएर आउँ फेरि पनि अङ्क ल्याएर के गर्नु त्यही खजाले विद्युत शिवपालिकालाई नम्बर 23 हेरेको हेरे है हेरेको हेरे राइट फेरि पनि अङ्क विद्युत आमुकोसीलाई नम्बर 24 के बिर्नु आउँछ सर्भिस बल आउट हुनुको अनुसार यसको फाइदा विपरीत गाउँपालिकालाई नम्बर 8 24 आके यो समय हार्दिक बधाई र उपविजेता हुन सफल दुलीखाली गाउँपालिका तालिमलाई हार्दिक बधाई